हेलो एभ्रिवान, नमस्ते एन्ड सेवा र सबैजना फेरि पनि स्वागत छ तपाईहरुले मेरो नयाँ मिनी ब्लगमा। अब चाहिँ म उठेर यहाँ भित्रको सरसफाइ गर्नुपर्ने हुन्छ। आज चाहिँ मैले छिटो काम भ्याएर बहिनीकोमा असार 15 मनाउन जानुपर्ने हुन्छ। अन्त यहाँ चाहिँ साथीहरु छोरीले पुरा ल्याङ गरिरहेछ मलाई चाहिँ। हेर्नुस् न, उसले चाहिँ फेरि बिहान मेकअप सामान मागेर झगडा गर्दैछ मसँग। मेरो छोरी चाहिँ भुइँमा धामी नाचिरहेको छ, त्यही भएर मैले चाहिँ फेरि खाटमा ल्याएर नचाएको त छोरीले त सबै खेलाउने चिज नै सबै फाल्दिए साथीहरु। हामी चाहिँ रुमबाट फाइनली निस्किसक्यौं। अब चाहिँ हामी बहिनीकोतिर असार 15 मनाउन लाग्यौं। यहाँ अगाडि चाहिँ मेरो दिदी र मेरो छोरी बाटो लागिरहेछन्। मेरो छोरी चाहिँ यताउता हिँड्दाखेरि चाहिँ एउटा न एउटा चाहिँ बोकेर हिँड्नु पर्छ, उसले क्याट नभए डल। अन्त साथीहरु म म्याडमजीको हिँडाइ मात्र हेर्नुस् न। अन्त म चाहिँ छोरीलाई पोज गरौँ न छोरी भनेर छोरीलाई तान्दैछु। छोरी चाहिँ मेरो कुरा सुन्दिदैन। मलाई चाहिँ यहाँ अंकलले आफूलाई जानुस् न बहिनी भनेर भन्नुहुँदैछ। मैले चाहिँ हिजो भर्खर लिएको त्यही आफै सकेको छैन भन्दै अंकललाई गफ लाग्यो। मैले चाहिँ यहाँ अंकललाई अलि बाँकी पैसा दिनुपर्ने थियो। मैले पैसा निकालेर दिदैछु अंकललाई। अनि मैले चाहिँ फेरि सोधिरहेको छु अंकलले कति पो बाँकी थियो अंकल तपाईँ र मेरो भनेर हिसाब किताब गर्दैछु। मैले चाहिँ अंकललाई पैसा पनि दिइसकेँ। अब म चाहिँ यहाँबाट पनि लाग्नुपर्ने हुन्छ। अब चाहिँ हामी जाँदैछौँ मनामाइजू। हाम्रो बहिनीहरु चाहिँ उतै बस्छन् नि त मनामाइजूतिर, त्यही भएर हामी चाहिँ असार 15 मनाउन लखर गइरहेछौँ आमा छोरी दिदी बहिनी भएर। मैले चाहिँ मेरो छोरीलाई बाइ बाइ भन बेबी भनेर भनिरहेको छु। बेबीले चाहिँ नमस्ते सेवा पनि गर्दै हिँडिरहेछ। त्यसपछि फनक्क फर्केर मलाई खिदाइरहेछ। हामी चाहिँ अब थोरै किनमेल पनि गर्नुपर्ने हुन्छ। यहाँ अंकलकोमा पुग्यौँ हामी चाहिँ। त्यसपछि अंकलकोबाट मिठो खानेकुरा बोकेर हामी अब जाँदैछौँ। जता गए पनि साथीहरु छोरीको चक्चो यतिकै हो। म चाहिँ यहाँ ऐना हेर्दैछु अंकलको पसलको हैन। यहाँ चाहिँ अंकलले मासुको पिस बनाइदिनु हुँदैछ। मैले चाहिँ यहाँ मासु अंकलले यो कसले मार्नु भएको सबै निलो कालो भइसकेको रहेछ भनेर भन्दै गफ हानिरहेको। अन्त साथीहरु यो झोलाभित्र चाहिँ मेरो कोसेलीहरु छन्। यो झोलाभित्र कोसेली कति आइटम होला त। यो कोसेली बोक्ने चाहिँ लिम्बूको रीतिरिवाज नै साथीहरु। हाम्रो चाहिँ फाइनली किन्न सक्यो। हामी चाहिँ इन्टर बुकिङ गरेर जाँदैछौँ एउटा बाइकमा। दिदी र छोरी चाहिँ यहाँ अगाडि बाइकमा, अनि त्यसपछि म चाहिँ अर्कै पछाडि बाइक। अन्त साथीहरु मैले चाहिँ ट्याक्सी इन्टर गरिरहेको थिएँ। ट्याक्सीको त कति महँगो के 398 रुपैयाँ देखाइरहेको थियो, तर 448 बिना नआएर हामीले चाहिँ एउटा बाइक नै बुकिङ गरेर हामी चाहिँ चलेको। हामी चाहिँ फाइनली गंगापु पुग्यौँ। त्यहाँ पुग्दा चाहिँ साथीहरु आँखा खोल्न नमिल्ने गरी धुलो उडिरहेको थियो। अन्त साथीहरु यहाँ अगाडि चाहिँ मेरो दिदी र छोरी पनि जाँदैछन्। इन टाइपको अंकलहरु चाहिँ एकदम मजाक हुनुहुन्थ्यो। अब चाहिँ साथीहरु हामी चाहिँ फाइनली बहिनीहरु बस्ने रुममा आइपुग्यौँ। यसो बहिनीलाई सरप्राइज दिउँ भनेको त मेरो च्याङ्कुरी बहिनी त बाहिर उभिराखेको रहेछ कि। यहाँ चाहिँ भन्दै च्याङ्कुरी बहिनीले वाउ स्वागत छ मेरो पाहुनाहरूलाई भन्दै निस्कँदै बस्दैछ भित्र। कसैले चाहिँ पुग्ने साथ खेलना लिएर खेल्न सुरु गरिसक्यो। त्यसपछि हामी दुईजना चाहिँ फलफुल किन्न लाग्यौँ पसलतिर। कत्रो महँगो केरा के दर्जनको 220 रुपैयाँ अरे। अन्त साथीहरु यो केरा काठमाडौँ मात्र महँगो हो कि अरू ठाउँ पनि यस्तै महँगो छ साथीहरु। जति महँगो भए पनि 4 बार मात्र किनेर खानु पर्छ साथीहरु। यहाँ चाहिँ मेरो च्याङ्कुरी बहिनीले चाहिँ केटाकेटी जता बेलन फुलाउँदै बाटोमा हिँडिरहेछ साथीहरु। यो मान्छेको ज्ञान कहिले चिप्ला साथीहरु। यहाँ चाहिँ पखाल फुल गर्दैछ मेरो बहिनीले। यहाँ चाहिँ कोही फोन चलाउने, कोही खाना बिजी, कोही टिकटक बनाउने। म चाहिँ यहाँ सबै खाने चिजको भिडियो बनाउँदै हिँडिरहेको। यो चाहिँ गाउँबाट मेरो आमाले पठाएको लोकल तिनपाने रक। अनि यता चाहिँ मासुमा लाउने पेस्ट। यहाँ चाहिँ अब हामी सबैजनाको भागभण्डा लाएर मजाले बारेर खानु भनेको साथीहरु। बच्चा बच्ची ल्याङ गरेर हिँड्नुस् न। अन्त साथीहरु यहाँ दुईजनाको चाहिँ फाइट परेको। एउटाले त्यो खेलाउनु चाहिँ खेलायो भने अर्कोलाई नै त्यही चाहिने, एउटाले त्यो बटुकामा खायो भने अर्कोलाई नै त्यही बटुका चाहिने। कस्तो अचम्म। अन्त साथीहरु हामी चाहिँ खाना थाल्यौँ। सबैजनालाई ह्यापी असार 15 अन्तिम पटक तपाईहरुलाई। अन्त साथीहरु मेरो खुवाइ चाहिँ हेर्नुस् न एकदम कडा छ। अन्त साथीहरु म चाहिँ कहिले नै यसरी दही चिउरा कहिले नै खाएको थिइनँ। मलाई खासै मन नै पर्दैन थियो। यो सालको असार 15 मा चाहिँ मैले यति खाएँ कि दही चिउरा। ल है साथीहरु मैले चाहिँ अब मजाले खाएँ। अन्त साथीहरु दिदी बहिनीको गफ त्यस्तै मिठो, दही चिउरा त्यस्तै मिठो, यस्तो मिठो भयो गफ पनि यति मिठो, खाने चिज पनि यति मिठो। हामी चाहिँ गफ गर्दै दिदी बहिनी बसेर मजाले असार 15 मनाउँदैछौँ साथीहरु। अन्त साथीहरु हामीले चाहिँ खाएर नि भ्याइसक्यौँ। अब चाहिँ हाम्रो यहाँ रहेको छ खाना पकाउने कार्यक्रम सुरु। दही चिउरा मात्र खाएर भयो साथीहरु। दही चिउराले केही असर पार्छ त्यही भएर खाना पनि खानु। अन्त साथीहरु यहाँ दिदी बहिनी धेरै हुनुको फाइदा यहाँ हेर्नुस् हाम्रो काम गरे
एक बहिनी बराबरा गर्ने, दुई बहिनी थालबुटिका धुने, एक बहिनी पुछपाछ गर्ने, धेरै दिदी बहिनी हुनुको फाइदा हेर्नुहोस् है। त्यति मात्र कहाँ साथीहरू गफ गर्नलाई कुनै साथी चाहिँदैन क्या हामीलाई चाहिँ। अन्त साथीहरू बच्चा बच्चीको आमा भएपछि हेर्नुहोस् त बच्चाहरू ल्याङ गरेको। अन्त साथीहरू नानीको आमा भएपछि यसरी बोकी पनि काम गर्नुपर्ने हुन्छ साथीहरू। अब चाहिँ साथीहरू हाम्रो चाहिँ मासु पनि पाक्यो, खाना पनि पाक्यो। अब चाहिँ खानालाई रेडी हुँदैछौँ, खाना पनि खानु पऱ्यो नि त। यहाँ चाहिँ कसैले चाहिँ दही चिउराले ढडाएर कोही चाहिँ लडिरहेछन्, कोही फोन चलाइरहेछन्। म चाहिँ भिडियो बनाउँदैछु। ल है साथीहरू हामीले चाहिँ सुरु गर्नु पऱ्यो खाना। अन्त साथीहरू हामी चाहिँ यहाँ खाना खाँदै फेरि बाजे बोजूकोमा जाने प्लानिङ नै गरिसक्यौँ। हाम्रो बाजे बोजू चाहिँ साखुतिर बस्नुहुन्छ नि त साथीहरू। अनि हामी चाहिँ खाना खाइओरिकन हामी चाहिँ लाग्यौँ बाजे बोजूलाई भेट्न। अन्त साथीहरू हामी चाहिँ फाइनली साखु आइपुग्यौँ। अन्त साथीहरू यो चाहिँ कसै किन भिडियो बनाउनु पर्ने भनेर रिसाएर चाहिँ कोही चाहिँ मलाई नै बनाऊ भन्दै क्यामेरा। ल है साथीहरू हामी चाहिँ फाइनली बाजे बोजूको घर जाने बाटो पनि भेटिसक्यौँ। हाम्रो बाजे बोजू बस्ने ठाउँ चाहिँ कति आनन्दको ठाउँ छ साथीहरू। कोही चाहिँ यता पछाडि हिलो देखेर पेनले माथि सुर्काएर आउँदैछ। अन्त साथीहरू हामी चाहिँ जतै जाँदा पनि पोकापोकीले छोड्दैन, दायाँ बायाँ पोकापोकी बोकेर हिँड्नुपर्छ। यहाँ चाहिँ साथीहरू ठुलोदेखि सानोसम्मको पाहुना जाँदैछौँ, ठुलो मान्छेदेखि लिएर सानो मान्छेसम्म। अन्त साथीहरू यतातिर चाहिँ पहिलेको चुइगम पाइँदो रहेछ, हामीले चाहिँ किनेर खायौँ एउटा। यतातिर चाहिँ बाटो पनि निर्माण हुँदै रहेछ। अन्त साथीहरू हामीलाई कस्तो कन्फ्युज भयो कि बाजे बोजूको घरै देखिनँ नि त। यो मकैबारीले गर्दा मकैबारीभित्र रहेछ बाजे बोजूको घर चाहिँ। यहाँ चाहिँ मेरो बहिनी रिसाउँदै चाहिँ अस्ति आएको मान्छेले पनि कसरी बिर्सेको तिमीहरू थाहा छैन भन्दै यहाँ बाटो खोजिरहेको छौँ। यतै चाहिँ हो, यहाँ कहीँ भित्र हुनुपर्छ मकैबारीभित्र भन्दै हामी चाहिँ वरपर हिँड्दै खोज्दैछौँ घर बाजे बोजूको। यता मकैबारीभित्रै जाऊँ न, यतै हुनसक्छ भनेर हामी चाहिँ अब मकैबारीभित्र जान्छौँ। अब चाहिँ हामी मकैबारीभित्र बस्दै खोजिरहेको छौँ बाजे बोजूको घर। मैले चाहिँ बाटो चाहिँ यही हो यता माथिदेखि यता तेर्सो जानुपर्छ भनेर गएको। ठ्याक्क बाजे बोजूको घर भेट्यो। बोजू चाहिँ कुखुरालाई चारो दिँदै हुनुहुँदो रहेछ। यहाँ चाहिँ हाम्रो बाजे बोजूले धानको ब्याड पनि राख्नु भएको रहेछ धान रोप्नलाई। हाम्रो बोजूले चाहिँ आमै कति वर्षमा आयो नि तिमीहरू भन्दै सेवारो भन्दै हुन्छ। अन्त हामी चाहिँ बाजे बोजूको घर पुगेर मजाले एकछिन आराम गऱ्यौँ। घरमा चाहिँ बोजू मात्रै हुनुहुँदो रहेछ, बाजे चाहिँ कोठाल जानुभएको रहेछ, अङ्कल आन्टी अफिस। त्यसपछि पुगेर हामीले चाहिँ बोजूलाई सेवा गर्नुहोस् नानी भनेर छोरीलाई मैले बोजूलाई सेवा गर्नु लाउँदैछु। त्यसपछि हाम्रो बाजे पनि कोठाबाट आइपुग्नु भयो। अनि बाजेले चाहिँ हौ तिमीहरू कहाँबाट आयो भन्दै छक्क पर्यो। अन्त साथीहरू यहाँ मेरो साइला बाजेको गफ सुन्नुहोस् न, रियल भोइसमा के भनेर गफ लाउनु हुँदो रहेछ। रमाइलो लाग्यो हामीले तिनीहरू म तिनीहरूको आमा पनि मैले गर्दा मात्रै आएको, तिमीहरूको बाउ पनि मैले फकाएको तिमीहरूको बाउ त यतिको चाहिँ बुहारी हुन्छ भनेर नि भतिजो छोराहरूलाई। अनि तपाईँहरूको काम लाग्यो नि त। यहाँ हाम्रो साइला बाजेले चाहिँ नातिनीहरू आज तिमीहरू नजाऊ है, यहीँ बस्नुपर्छ रमाइलो गर्नुपर्छ भनेर भन्नुहुन्थ्यो। अनि मैले चाहिँ होइन बाजे जान्छु नि यहाँ त धेरै गर्मी रहेछ भनेर भनेको। यहाँ बाजेले चाहिँ के भन्नुहुँदो रहेछ सुन्नुहोस् है। कस्तो हो भ्यान चाहिँ? अन्त साथीहरू यहाँ चाहिँ हाम्रो बाजेले काँक्रा टिपेर ल्याउनु भयो। अन्त साथीहरू हामी आउँदा चाहिँ अघि बाजे 50% जति चार्जमा हुनुहुन्थ्यो होला, अहिले चाहिँ 70-85% हुनु। अन्त साथीहरू मेरो छोरी चाहिँ गाई बाख्रा कुखुरा भनेपछि यस्तो खेद्दो गर्छ हुरुक्क हुन्छ नि। हस् त साथीहरू सबैजनाले मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला भन्दै तपाईँहरूसँग बिदा लिन चाहन्छु। हस् त बाई बाई।